आज चाहिँ म हजुरहरूलाई लौकाको साधारण सिम्पल तरिकाबाट तरकारी पकाएर देखाउँदैछु। मैले चाहिँ जिरा पड्काएँ, तेलमा जिरा पड्काएँ, त्यसपछि कालो तिल हालेँ, त्यसपछि प्याज हालेँ, प्याज सँगसँगै त्यसको साइडमा फेरि लसुन पनि हालेँ। लसुनलाई र प्याजलाई हल्का रातो हुन दिएँ। त्यसलाई फेरि मैले बेसार हालिदिएँ अनि त्यसपछि खुर्सानी हालिदिएँ अनि त्यसपछि चाहिँ आलु हालेँ, केराउ हालेँ अनि आलु र केराउलाई मजाले चलाइदिएँ अनि फेरि लौकालाई हालिदिएँ अनि लौकालाई पनि हालेर मजाले चलाइदिएँ सर लाग्यो। अनि त्यसपछि गोलभेडा हालेँ, गोलभेडा हालिसकेपछि छोपिदिएँ, छोपेर फेरि एकछिन पाक्न दिएँ, पाकेर फेरि एकचोटि सर चलाइदिएँ अनि फेरि छोपिदिएँ, छोपेर एकछिन छोडिदिएँ। लौका राम्रोसँग पाक्यो, त्यसपछि धनियाँ हालिदिएँ माथिबाट, फेरि धनियाँलाई पनि सर चलाइदिएँ। अनि मेरो बुढा चाहिँ ढिलो भयो, मलाई ढिलो भयो भनिरहनु भएको छ। अनि हतार मेरो श्रीमानलाई पनि मैले खाना सर्भ गरिहालेँ। धन्यवाद।